युकेमा चाहिँ हाम्रो वासिङ मेसिन बिग्रेको छ, त्यही भएर मेरो रुममेट भाइले चाहिँ अब आफ्नै तरिकाले एउटा यो भाइ चाहिँ कडै हो क्या फेरि लुकिरहेछ यो भाइ लुकिरहेछ यार कसम। भाइ आउ न तल तिम्रो टेक्नोलोजी देखाउ न प्लिज। अब मेसिन पनि त्यहाँ छ होइन, यो मेसिन चाहिँ लगभग म युके आएको जनवरी 2024 मा आएको होइन। यो मेसिन चाहिँ 3 चोटि बिग्रिसक्यो। यो चाहिँ 4वटा मेसिन ल्याइसक्यो सौजीले। ओ युवराज भाइ आउ न यार ल, तिमी लुके नि देखिरहेछ हो। अब गाइज होइन मेन त यसको टेक्नोलोजी पो देखाउनु छु त म। खोइ कसरी देखाउने यार, यसरी देखाउँछु। ओ ल अनि तर होइन यो ब्लग चाहिँ घरभित्र देख्यो भने चाहिँ अलिक गाह्रो होला होइन, किनभने कस्तो गरे जिस्किएको। मैले क्यामेरा त अन गरेको छैन, म यहाँ टिकटक बनाइरहेको हो कि। ल भाइ यो फाइनली आयो। ल ल ल ल बाई बाई बाई। ल मेरो अगाडि चाहिँ राख्नै मानेन होइन, म बिस्तारै लुकेर गर्दैछु है के गर्दो रहेछ। मिलाउँदै रहेछ तर भोलि काममा त लाउनु पर्यो है। तर हाम्रो मेसिन चाहिँ कहिले भन्छ युवराज भाइ यार? यो मेसिन भन्दैन नि। ल ल ल सुख सुख। अनि मैले युट्युबमा कन्टेन्टहरू नहालेको नि धेरै भयो। अब यो तिमीले ब्लग सलग हामी 3 घन्टा त हामी हेरेकै हो होइन ब्लग, त्यही भएर यसो बरु यसमा बारबिक्यू चाहिँ गरौँ क्या हामी। टक्क त्यो राख्ने होइन कसम यार यतिको चाहिँ हुनु पर्यो। हिटर नि बाल्दैन है, अब के गर्ने गाह्रो छ। अब छोटो मिठो ब्लग यस्तै हो, सानोतिनो ब्लग कन्टेन्ट केही छैन। काम गयो आयो, लुगा सुकाउने बाहेक मेरो पनि लुगा चाहिँ सुकाउनु पर्ने छ, 1-2वटा म नि सुकाउँछु। अब भाइले चाहिँ जस कडाहरू बसुआइसक्यो। अब यसमा केही भन्नु चाहनुहुन्छ? खासमा यो भाइ चाहिँ कस्तो लाग्छ भने मलाई एकदम ट्यालेन्ट भाइ हो क्या। फेरि कस्तो हाम्रो तलको म चाहिँ नेपाल भ्याकेसनको लागि गएको थिएँ छोरा भेट्नलाई, 40 दिनको। ढोका बिग्रेर रहेछ, मेसिन बिग्रेर रहेछ, अनि यो के बिग्र अब यो यहाँको ढोकाहरू यो भाइले चाहिँ मजाले बनाएको छ होइन युवराज भाइ? ढोका सका सबै बनाइदिन्छ। तलको ढोकाहरू सबै बनाइदिएछ कि। जस्तै म केटाहरू गाइजहरूलाई देखाउँछु। यो ढोका चाहिँ बिग्रेको थियो होइन, अनि त्यसपछि उसले चाहिँ यो पुरै यस्तरी चाहिँ तान्न मिल्थ्यो कि, तान्नै नमिल्ने भएको थियो। अनि साउजीसँग कुरा गरेर चाहिँ उसले चाहिँ तलमुनि के फलम सलम हालेर चाहिँ यसलाई यो सार्न मिल्ने बनाइदिएछ कि। माथि यो हालिदिएछ, यो के हालिदिएर होइन, यस केटाहरूलाई सुविधा छ भाइ ट्यालेन्ट हो जोस्। ल थाहा छ किन लास्टमा तपाईँ हुनुहुन्छ नि त, जहिले पनि घर आउने राति म तपाईँलाई कुरेर बस्छु, तपाईँ र म कति जम्छ त जोडी। यस्तो भयो मेरो काम चाहिँ नाइट सिफ्ट भयो होइन, मेरो पनि नाइट सिफ्ट, तपाईँ नाइट सिफ्ट। अनि हाम्रो अनुसारको अरूको त कहिले डे कहिले नाइट कहिले यस्तो भयो कि 2 हप्तापछि छुट्टी पाइराखौँ। मैले नबुझेको कुरा चाहिँ तिम्रो 2 हप्तापछि छुट्टी पाइराखौँ। आज चाहिँ कसरी सँगै आयो भन्ने कुरा हो कि। जहिले भेटिन्छ मलाई जहिले इग्नोर गर्थे। आज उसको दाइ रहेछ, दाइ हुँदा त के इग्नोर गर्नु भने इग्नोर नगरे। होइन मलाई चाहिँ के लाग्छ भने यस्तो हो कि एउटा मेमोरिज हो क्या। किनभने अरूको नि टाइमिङ हुन्छ एउटा ट्रेन क्याप्चर गर्ने होइन, तिम्रो पनि ट्रेन मिल्छ। जब एउटै रुममेटको साथीहरू एउटै ट्रेनमा पर्दा त कस्तो खुसी हुन्छ क्या। अनि आज चाहिँ 2जना पेरोनी लिएर आयो। अब ऊ पनि एउटैमा छिर्छ क्या, जुनमा हामी छिरे हुन्छ ऊ पनि त्यहीमा छिर्छ क्या। के गर्नु त, जिन्दगी यस्तै रहेछ। तिम्रो लास्टको क्यारेज पर्छ कि पर्दैन? लास्टको क्यारेज मेरो लास्टको क्यारेज पर्छ, 2-3वटा यताउता पर्छ, जहिले भेट हुन्छ। सुबोज भेट हुन्छ, निकेश भेट हुन्छ। के अरे सुबोज के भन्छु यसबाट आउने के अरे सुबोज। गाइस फाइनली हामी चाहिँ केटाहरू चाहिँ हान्दैछ बियर किन्नलाई।
एकजना can I get a bit of cigarette भनेर आइरह सिगरेट त त्यस्तै हो हामी आफै त बेप तानिरहेको छ यार गाइज फाइनल आइपुग्यो हाम्रो ह्यान्डिक्यान के अरे ह्यान्डिक्यान टु केस Small but 3 case. स्मल बट 3 केस 1 केस कहाँ छ हाम्रो One is the dolly uyo bhilya. होइन एउटा फ्रिजरमा हाल्छ ओके तातो थियो नि त तातो थियो नि त अनि अरू केही सचिन भाइ अरू त के हुँदै त्यो तीनटा बियर छ Transfer गर्नु हुन्छ अरे. भिडियोमा चाहिँ नआउँछ अनि ए सचिनलाई ट्रान्सफर गर्नु भने तिन यसो कसरी पऱ्यो हाम्रो अब एकजनालाई चाहिँ 4.94 पर्यो 4.94 94 नेपालीमा कन्भर्ट गर्दा 800 जति पर्यो 800 तिर्नु पर्यो होइन डल्लो हजारै पर्यो नि. भन्नु न हजारै. अब हजारै 800 अनि 190 हो नि त अहिले त. अनि हाम्रो 200 पर्यो भने 800 भने 4.9 मात्रै हाल्ने 4.95 हाल्ने. 4.94 4 हाल्नु नि 4.95 हाल्नु. जति तिम्रो जति म होइन हाल्नु हुन्छ. होइन त्यो त होइन राउन्ड अफ गरेर 490 गर्दा ठिक हुन्छ क्या बुझेन एकदम ठिक हो होइन नोसेल चाहिँ भइगयो नि. पैसा फेर आयो यसरी हिसाब गरेर आएछ त मैले त. ओके ल मैले पनि हाल्नुपर्ने हुन्छ त्यही भएर मैले ब्लगलाई यहीँ गर्छु आजको ब्लग यहीँ समाप्त हुन्छ के हो सचिन समाप्त त गर्नु पर्दैन नि भ्लग त कन्टिन्यू त हुनुपर्छ फेरि एकछिनमा फेरि रोइला हुन्छ नि त ल गाइस सी यू ल साथीको बेस्ट गीत है अलवेज अब नाच्न खोज्छ उसले फेरि Avinash, where are you fucking man? किनभने अविनाशसँग चाहिँ अब उहाँको सधैँ पनि रेसिपी भइरहेको हुन्छ उमेरले पनि अब 30 गरिसक्यो होइन त्यही भएर सधैँ यही गीत मन पराउँछ क्या फेरि हाम्रो सोनाममा ह्यान्डसम बोय यो भाइ छ फेरि यहाँ डल्लै म्यान. ह्यान्डिक्यान म्यान राजु बढ्यो नि त बुढो भयो हेर्दै बुढो भयो मलाई लास्ट चान्स छ नि जिन्दगीमा विदेशमा हुन त टेन्सन हुँदै गाइस ओभर टेन्सन हुन्छ जस्ट रमाइलो यस्तो खाएर ड्रिङ्क गरेको होइन होइन रमाइलो भर्दैको एउटा when you find answer life will change the question रे क्या. गाइस बुझ्यो नि when you find the answer you will change the question Life is so complicated. I know, Avinash. Don't try to find answer. When you find answer, life change the question. यति कुरा याद राख. हेर्दै बुढो भयो